यहाँ सुन्नु न सर, नमस्कार है सरलाई। मैले चाहिँ यो एकदमै चाहिँ सरलाई नमस्कार गरिरहेको छु। मैले सानो कुरा जानकारी गराउन गइरहेको छु होइन। अहिले चाहिँ म तपाईँलाई के छ भने नि सर, म यो 7-8 महिनादेखिको एउटा यो प्राकृतिक खानपान क्या, यो एनडिएस भन्ने सुन्नु भएको छ सरले? एनडिएस सुनेको त छ, त्यति राम्रो ज्ञान छैन। यो एनडिएस भन्ने चाहिँ तपाईँलाई के रहेछ भने नि सर, न्यू डायट सिस्टम क्या। प्राकृतिक खानपानद्वारा चाहिँ हामी चाहिँ प्राकृतिक खानपान, प्रकृति माताले जस्तो दियो नि हामीलाई खानापिना, त्यो खानपान खाइयो भने हामी सम्पूर्ण निरोगी बन्ने रहेछौँ क्या सर। यो रोग भनेको चाहिँ तपाईँ हाम्रो हामी आफैले निम्त्याएको रहेछ क्या सर। यो रोग चाहिँ तपाईँलाई कस्तो रहेछ भनेदेखि, हामी पहिला चाहिँ के भन्थ्यौँ, हामी जानेर नजानेर के भनिराख्छौँ भनेदेखि, जब चाहिँ यो शरीर चाहिँ मा केही रोग लाग्यो, केही भयो भनेदेखि भगवान्ले चाहिँ मलाई चाहिँ कस्तो यस्तो चाहिँ विभिन्न खालको रोग, मैले चाहिँ कुन जन्मको पाप गरेको रहेछु, के रहेछु, कसो रहेछु होइन, दुनियाँ हामी चाहिँ यताउता नेगेटिभ कुरा सोध्थ्यौँ क्या सर। तर यो रोग चाहिँ निम्त्याउने काम कहीँ भगवान्ले गरेको पनि होइन रहेछ हेर्नुहोस् होइन, कसैले लगाइदिएको रोग पनि होइन रहेछ हेर्नुहोस् है। तर रोग चाहिँ कसरी निम्तिँदो रहेछ भने हामी आफैले आफ्नो शरीरमा रोग निम्त्याएका रहेछौँ क्या सर। यो रोगको मुख्य कारण भनेको चाहिँ हामीले अनजानमा जानी हाम्रो यो मुखलाई कन्ट्रोल गराउन सकेर सर क्या सर। यो खानपानलाई चाहिँ तपाईँलाई चाहिँ विभिन्न खालको खानपान चाहिँ हामीले चाहिँ खाएर होइन यो रोग चाहिँ निम्त्याएका रहेछौँ। यो शरीर रूपी गाडी जुन हाम्रो धेरै फोहोर मैला भएको कारणले रोग भएको रहेछ क्या सर। जस्तो चाहिँ तपाईँलाई चाहिँ हामीले एउटा गाडी बाइकहरू पनि 6 महिना वर्ष दिन भएपछि त्यसलाई सर्भिसिङ गरिन्छ नि होइन, त्यसलाई सर्भिसिङ गरिन्छ। सर्भिसिङ गरेपछि त्यसको चाहिँ नट बल्टु कसेर चाहिँ राम्रो तेल डिजेल मोबिल लगाएपछि त्यो गाडी राम्रो चलाइन्छ। तर यो शरीर रूपी गाडी चाहिँ हामीले हेर्नु सर, यो शरीर रूपी गाडी, यो गाडी चाहिँ चलेको 46 वर्ष भयो सर। हेर्नु, यसलाई सर्भिसिङ गरेकै थिएन, अहिले भर्खर सर्भिसिङ मैले जानेर यसलाई चाहिँ सर्भिसिङ गर्दैछु। 8 महिनादेखिको यसलाई निरन्तर सर्भिसिङ गरिरहेको छु। हेर्नुहोस् तपाईँको गाडी चलेको कति भइसक्यो हेर्नुहोस्। यो गाडीमा चाहिँ तपाईँलाई फोहोर मैला जमेको कारणले गर्दाखेरि यो रोग चाहिँ भएको रहेछ हेर्नुहोस्। यो रोग हुनुको कारण भनेको अर्थ केही रहेनछ। अनि सम्पूर्ण निरोगी बन्नलाई यो गाडीलाई तपाईँलाई चाहिँ सफाइ गरिसके पछाडि अटोमेटिक सफाइ गरेर यसलाई खानेकुरा के हो त्यही खानेकुरा लगाइदिएपछि तपाईँलाई यो गाडी चाहिँ आफै स्वतः चल्ने रहेछ क्या सर। तपाईँलाई त्यस्तो रहेछ हेर्नुहोस्। अनि यो गाडीलाई चाहिँ तपाईँलाई चाहिँ 5वटा रहेछ क्या सर हाम्रो यो शरीरलाई चाहिँ सम्पूर्ण निरोगी बनाउने उपाय भनेको। तपाईँलाई म सर्टकटमा भन्छु, तपाईँ एकदम हतारिँदै हुनुहुन्छ अहिले है। अब चाहिँ भोक लाग्यो होला, खाना खानु भएको छ नि सर? ए खाना खाइसक्नु भएको छ भने त के त, अनि परमात्माको याद गरेर बस्छ। यस्तो तपाईँलाई सम्पूर्ण निरोगी बन्ने अब विधि हजुर म बताउँदैछु, किन टेन्सन लिइराख्नुहुन्छ सर? अनि 5वटा विधि म तपाईँलाई बताउँछु सर। हेर्नु हेरी सम्पूर्ण निरोगी बन्ने 5वटा विधि भनेको चाहिँ सरलाई म आज चाहिँ म तपाईँलाई जानकारी गराउँछु। अब यो युट्युब मार्फत अरूले पनि सबैले हेर्न सक्नुहुन्छ होइन। यो युट्युबमा चाहिँ मैले लगाइदिँदैछु। मैले भर्खरै युट्युब च्यानल पनि खोलेको छु। म विश्व सेवाधारी आत्माले तपाईँलाई चाहिँ 8 महिनादेखिको एउटा चाहिँ विशेष यो बिबी चौहान भन्ने सरले क्या सर, यो इन्डियामा भारतमा एकजना बिबी चौहान भन्ने सरले चाहिँ तपाईँलाई 35 वर्षदेखिको उहाँले चाहिँ निरन्तर अब अहिले चाहिँ उहाँ 34-35 वर्ष भइसक्यो। उहाँ चाहिँ प्राकृतिक खानपान मात्रै खानुहुन्छ क्या सर। उहाँले निकालेको एउटा नियम छ होइन, त्यो नियम चाहिँ एनडिएस भन्ने हो क्या सर। त्यो चाहिँ अब उहाँले चाहिँ निकालेको नियमलाई मैले 8 महिनादेखिको फलो गरिरहेको छु। मैले चाहिँ युट्युब हेरेर फलो गरेको हो होइन। अब त्यो भएको कारणले त्यो नियमले एकदमै चाहिँ म चाहिँ अहिले 100% के उसमा पुगेँ भनेदेखि सम्पूर्ण निरोगी बन्नको निमित्त त्यो नियम चाहिँ एकदमै राम्रो रहेछ क्या सर हाम्रो। त्यो भएको कारणले त्यो चाहिँ मैले अहिले युट्युब च्यानल पनि खोलिरहेको छु होइन। त्यो युट्युब च्यानल चाहिँ DRG_NDS.लाइफस्टाइल भनेर खोलेको छु होइन। यो चाहिँ तपाईँलाई विशेष गरी सबैको सेवा होस् भनेर क्या सर अनि खोलिरहेको छु। अनि अब यो त्यो भएको कारणले मैले यो युट्युब च्यानलमा पनि लाउँदैछु। त्यो भएर मैले सरलाई सर्टकटमा बताइदिन्छु। 5वटा चाहिँ प्रोसेस रहेछ क्या सर सम्पूर्ण निरोगी बन्न। तपाईँलाई म थोरै चाहिँ हिजो हस्पिटल गएको थिएँ क्या सर, टिचिङमा हस्पिटलमा गएको सर। त्यो लाइन क्या सर, लाइन
आमामामामामामा यता चाहिँ तपाईँलाई पैसा तिर्ने ठाउँमा पनि लाइनै छ हेर्नुहोस् होइन। अब त्यो चाहिँ टिकट काट्ने ठाउँमा पनि लाइनै छ हेर्नुहोस्, जताततै लाइन क्या सर लाइन। त्यो रोगको चाहिँ तपाईँलाई कति रोग भनेको चाहिँ कति हो, कति तपाईँलाई चाहिँ वर्ष दिनसम्म चाहिँ वर्षौँ दिनसम्म दुःख गरेर पैसा कमायो अलिअलि हेर्नुहोस्, अनि लगेर चाहिँ हस्पिटलमा बुझायो हेर्नुहोस् है। अब त्यो डक्टरले भन्छ अब भिटामिनहरू अलिक खानुहोस्, यताउता खानुहोस्, ज्यान बनाउनुहोस् भनेर भन्छ। अब हामी चाहिँ भएको पैसा उहाँ डक्टर लगेर बुझाउँदा दिक्कत छ हेर्नुहोस्। अब कहाँको भिटामिन खानु र कहाँको ज्यान बनाउनु, अब ज्यान बनाउनु होइन। अनि त्यो अब चाहिँ त्यो सम्पूर्ण निरोगी बन्नको लागि चाहिँ तपाईँलाई जस्तो हामी कहीँ हिँड्दा हिँड्दै कहीँ अपरझट कहीँ बाइकबाट लड्यो, कहीँ चाहिँ एक्सिडेन्ट भइयो, त्यो आदि इत्यादि भयो भनेदेखि त्यो त्यति बेला चाहिँ डक्टरहरू चाहिँ भगवानै सोचेर हुँदो रहेछ सर हाम्रो लागि। तर चाहिँ हाम्रो नभएदेखि चाहिँ हाम्रो यो चाहिँ हाम्रै आफ्नै कारणले बनाएको यो रोग छ नि, यो रोगलाई चाहिँ जति पनि रोगलाई निको पार्नको लागि चाहिँ तपाईँलाई चाहिँ हामीले आफैले मेहनत गर्नुपर्ने छ क्या सर। आफैले मेहनत गर्नुपर्ने छ। आफूले मेहनत त्यसमा चाहिँ 5वटा प्रक्रिया चाहिँ अहिले विशेष गरी 5वटा प्रक्रिया रहेछ क्या सर सम्पूर्ण निरोगी बन्ने। 5वटा प्रक्रियामा पहिलो प्रक्रिया भनेको तपाईँलाई यो शरीर एउटा गाडी रहेछ हेर्नु सर, आत्मा ड्राइभर रहेछ, यो मेडिटेसन रहेछ सर हेर्नुहोस्, राजयोग मेडिटेसन गर्नै पर्ने रहेछ हेर्नुहोस् सर। राजयोग मेडिटेसन भनेको चाहिँ म आत्मा हो, शरीर गाडी हो होइन। आत्मा चाहिँ एउटा चाहिँ देवता हो, चैतन्य देवता हो होइन। शरीर चाहिँ एउटा मन्दिर जस्तो हो। अब चाहिँ यो एउटा चाहिँ शरीर रूपी गाडीलाई जसरी चाहिँ भोजन नाना चाहिन्छ, त्यस्तै खाना नाना चाहिन्छ, त्यस्तै आत्मालाई पनि चाहिन्छ भनेर यसलाई राजयोग मेडिटेसन आवश्यकता पर्ने रहेछ हेर्नुहोस्। यो देहभान भनेको चाहिँ मेरो 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 यो जालमा चाहिँ होइन। अब चाहिँ हामी चाहिँ म ठुलो, म यस्तो, म उस्तो, म उस्तो, यो फेरो तोड्नको लागि मेडिटेसन आवश्यकता पर्छ। किनभने म आत्मा हुँ भन्ने कुरा जान्न पर्ने रहेछ। आत्माको पिता परमात्मा हुँदो रहेछ, शिव परमात्मा। उहाँलाई याद गरेर उहाँलाई चाहिँ उहाँसँग कनेक्सन जोडेपछि आत्मरूपी ब्याट्री चार्ज हुँदो रहेछ। यो पहिलो चाहिँ प्रोसेस रहेछ हेर्नुहोस् सर है। यो पछाडि चाहिँ तपाईँलाई भन्नुहुन्छ भने के रहेछ तपाईँलाई भनेदेखि सर, जब यो हामी चाहिँ आत्मालाई शक्तिशाली बनाएपछि पहिलो दोस्रो प्रक्रिया के रहेछ भने यो शरीर रूपी गाडी फोहोर भएको कारणले गर्दाखेरि शरीर बिमारी हुँदो रहेछ क्या सर। यो हरेक चाहिँ क्या तपाईँलाई आँखा कमजोर हुने, दाँत कमजोर हुने, नाक, यो चाहिँ तपाईँलाई चाहिँ हरेक शरीरको होइन, आँखा नाक दाँत यी यो टाउकाका चाहिँ हरेक अङ्गका चाहिँ कमजोर हुने, यी मुटु किडनी अब चाहिँ कलेजो फोक्सो यी सबै शरीरका अङ्ग चाहिँ कमजोर हुने कारण चाहिँ के रहेछ तपाईँलाई भनेदेखि जब हामी चाहिँ शरीरमा चाहिँ जन्मदेखिको चाहिँ खानेकुरा खाएर चाहिँ हाम्रो शरीर फोहोर मैला बनाएको छौँ क्या। गाउँघरमा तपाईँले देख्नु भएको छ नि सर, कुवामा लेउ कति लाग्छ भन्नुहोस् त होइन। अनि तपाईँलाई चाहिँ त्यो कुलो पनि देख्नु भएको छ नि, कुलोमा लेउ कति हुन्छ होइन। त्यो तपाईँलाई हामीले चाहिँ जस्तो कुलोमा यो हाम्रो शरीरमा नि यो कुलो त छ सर, यो आन्द्रा के छ र त होइन भन्नुहोस् त, कुलो त हो यो होइन। यो जन्मदेखिको चाहिँ यो जिब्रोलाई के मनपर्छ त्यही खाएको छ अनि चाहिँ यो चाहिँ तपाईँलाई चाहिँ पुरै गन्दगी फोहोर मैला भएछ क्या सर। अब पहिलो सफाइको प्रक्रिया रहेछ। सफाइको प्रक्रियामा चाहिँ तपाईँलाई हाम्रो यो पेटलाई चाहिँ हामी टोइलेट बाथरुम गइसके पछाडि यो एउटा एनिमा किट भन्ने क्या सर, एनिमा किट भन्ने पाउँछ। मैले यो चाहिँ युट्युबमा पनि लगाइरहेको छु, अब फेसबुक टिकटकमा पनि लगाइरहेको छु। एनिमा किट भन्ने एउटा भाँडो पाउँछ। त्यो भाँडोमा पानी राखेर सफा पानीद्वारा मलद्वारद्वारा चाहिँ त्यो एउटा चाहिँ पाइप हुन्छ, पाइप लगाएर हाम्रो यो मोटे आन्द्रा क्या सर, मोटे आन्द्रा भन्छौँ नि त्यो अब चाहिँ गाउँघरमा हामीले चाहिँ देखेका पनि हौँ है, ती वस्तु बाख्राका के ती हो त्यस्तो मोटे आन्द्रामा चाहिँ त्यो पानीद्वारा सफा हुँदो रहेछ क्या सर। अनि त्यो सफा गरेपछि टोइलेट बाथरुम गएपछि तपाईँलाई चाहिँ दोस्रो प्रक्रिया त्यसलाई सफा गर्न पर्नेछ। अनि त्यो सफा गरेपछि तपाईँलाई चाहिँ त्यो सफा पछाडि तपाईँलाई 7-8 घन्टा उपवास क्या सर, निर्जला उपवास, केही पनि नखाइकन। अहिले तपाईँलाई थाहा छ सर, म अहिले चाहिँ 7-8 महिनादेखिको 2 बजीसम्म मैले निर्जला उपवास छ सर। 2 बजीसम्म केही पनि खान्न म हेर्नु। त्यति बेलासम्म चाहिँ परमात्मालाई याद गरेर बसो, यसो चाहिँ अब काम गर्न फेरि युनिटी पावर पहिलाभन्दा बढी हुन्छ सर। खाएर मात्रै तागत आउने होइन रहेछ सर हेर्नु। अनि 2 बजे पछाडि हरियो पत्तीहरूको जुस क्या सर, हरियो पत्तीहरूको साग सब्जी हाम्रो गाउँघरमा जे पलाएका छन् त्यही क्या, गाई बस्तुले खाने चाहिँ बाख्रा बस्तुले खाने जे छ त्यसलाई लिएर चाहिँ जुस बनाएर खाँदा हुँदो रहेछ हेर्नु। तपाईँलाई त्यसमा चाहिँ 4-5 दाना अमला चाहिँ कम्पलसरी भरसक मिसाए राम्रो होइन। अनि त्यहाँबाट कहिलेकाहीँ करेला, तपाईँलाई कहिलेकाहीँ लौका, कहिलेकाहीँ कुबिन्डा, यस्तो चाहिँ तपाईँलाई चाहिँ जुस बनाएर चाहिँ एकदम चाहिँ निरन्तर 2 गिलास होइन
2 गिलास जुस खानु। त्यो जुस खाए पछाडि सर, जुस खाए पछाडि तपाईँलाई चाहिँ हामीले चाहिँ के खाना पर्ने रहेछ भन्नुहुन्छ भने त्यहाँबाट पछाडि सलादहरू क्या, सलादहरू भए, अब चाहिँ काँक्राहरू भए, गाजरहरू भए, फलफुलहरू भए, जे हुन्छ प्रकृतिमा जे छ त्यो पकाएर होइन, काँचै क्या सर, काँचै तपाईँलाई चाहिँ 2-3 घन्टा त्यसलाई चाहिँ अब आफूलाई कति खान मन लाग्छ होइन, त्यो 2-3 घन्टा भनेर बसेर चाहिँ चकलमाडी गरेर चाहिँ खुरुखुरु 2-3 घन्टा खाने त होइन, तर अब बुझ्न पर्यो तपाईँलाई। यो फेरि प्राकृतिक खानपानले के हुँदो रहेछ तपाईँलाई भने जति आफ्नो पेटको लागि छ नि त्यति खाएपछि आफै अटोमेटिक खाना मन नलाग्ने रहेछ क्या। तपाईँलाई चाहिँ वरिपरि आज चाहिँ मलाई भोक लागिरहेछ, म 10 दाना स्याउ खान्छु भनेर भक्का भई खान सक्नुहुने रहेछ क्या। 2-3 दाना कति खानुहुन्छ, खाएपछि अटोमेटिक त्यो खाना मन लाग्दो रहेछ। हेर्नुहोस्, प्राकृतिक खानपानको चाहिँ यसको विशेषता यो रहेछ क्या। तर चाहिँ हामीले पकाएर जुन छ नि पकाएको खाना चाहिँ अब एक फाल खाइयो, खाएपछि अझै मुख गाउँदो रहेछ क्या। झन् भक्का भक्की देख्दै गरेपछि त्यहाँबाट त पेट त झन् खराब भएर हेर्नुहोस् शरीर झन् बिग्रिँदो रहेछ। त्यो भएपछि तपाईँलाई चाहिँ त्यो खानेकुरा त्यो प्राकृतिक खानपान खाने त्यो पछाडि तपाईँलाई फेरि के गर्ने त 5-6 बजे पछाडि तपाईँ सम्पूर्ण निरोगी हुनुहुन्छ। एक छाक खाना खाने रहेछ सर। हेर्नुहोस्, अब रोग छ भनेदेखि त्यहाँबाट पछाडि पनि सबै तपाईँलाई फलफुलहरू छ कि के छ, केही खान मन लाग्छ त्यो खाने क्या सर। अब चाहिँ त्यो खाने, त्यहाँबाट आनन्दले परमात्मालाई याद गर्ने, सुत्ने। हेर्नुहोस्, त्यहाँबाट केही पनि नखाने, त्यहाँबाट बिहान फेरि टोइलेट बाथरुम गएपछि फेरि त्यसैले सफाइको प्रक्रिया गर्ने, त्यहाँबाट चाहिँ फेरि निर्जला उपवास तपाईँलाई चाहिँ 8 घन्टा भनेको छ। अब तपाईँको अब टोइलेट बाथरुम गएपछि सफाइ गरे पछाडि कति घन्टा भयो आफै जानिहाल्नुहुन्छ होइन। निर्जला उपवास बस्ने, त्यहाँबाट फेरि चाहिँ फलफुलहरू खाने, अनि त्यहाँबाट हरियोपत्तीको जुस खाने, त्यहाँबाट फेरि फलफुलहरू खाने, त्यहाँबाट निरोगी हुनुहुन्छ। तपाईँ चाहिँ पकाएको खानेकुरा खाने, नभए पकाएको खानेकुरा केही पनि नखाने। हेर्नुहोस्, तपाईँलाई यो जस्तो गाईबस्तु पशुजन्य दुधहरू छ नि सर, हामी भिटामिन भन्दै खान्छौँ नि, यो पनि हाम्रो स्वास्थ्यको लागि ठिक रहन्छ क्या सर। तपाईँलाई आमाको बच्चाको, हाम्रो मान्छेको आमाको दुध मान्छेकै बच्चाको लागि ठिक रहेछ। हेर्नुहोस्, गाईको आमाको दुध गाईकै बच्चाको लागि ठिक रहेछ, भैँसीको आमाको दुध भैँसीकै बच्चाको लागि ठिक रहेछ। तर हाम्रो चाहिँ त्यो चाहिँ बाठो भएर क्या, अब हामी चाहिँ आफ्नो आमाको त छोडियो फेरि चाहिँ गाईको आमाको लुसेर खान थाल्यो। हेर्नुहोस्, भैँसीको आमाको लुसेर खान थाल्यो। त्यो भएको कारणले हामी चाहिँ धेरै रोग भएको रहेछौँ सर। हेर्नुहोस्, त्यो भएर मैले हजुरलाई के रिक्वेस्ट गरेँ भने हजुर पनि एकदमै समाजसेवी हुनुहुन्छ क्या सर। तपाईँले यो कुरा जान्नुभयो, तपाईँले यो कुरा प्रयोगमा ल्याउनु भयो भनेदेखि के गर्नु हुने रहेछ भने पहिलो चाहिँ आफ्नो डक्टर बनियो क्या सर। आफ्नो डक्टर बनेर पहिला त आफू सम्पूर्ण निरोगी हुन पर्ने रहेछ। हेर्नुहोस्, आफूसँग केही छैन भने अर्कालाई के दिने होइन। कोही माग्ने आउँदै गयो भने गोजीमा यहाँ 10तिर हात लाएर छामियो, 1 रुपियाँ पैसा छैन कौडी भने त माग्नेलाई दिन सकिएन। हेर्नुहोस्, पहिला त आफू प्र्याक्टिस गर्न पर्यो नि होइन। अब आफू चाहिँ डक्टर हुने, चुरोट मेडी नखाओ है भन्दै हिँड्ने अर्कालाई, अनि चाहिँ चुरोट मेडी चाहिँ आफू तान्दै हिँड्ने त्यो पनि भएन होइन। पहिला त आफै गर्न पर्छ सर। हेर्नुहोस्, म अहिले 8 महिनादेखि प्र्याक्टिसमा छु। अब चाहिँ लगभग तपाईँलाई म 90% चाहिँ म पुरा गएको छु। अब म 100% चाहिँ तपाईँलाई प्राकृतिक खानपानमा जाँदै गरेको। कोही बेला झुक्किएर तपाईँलाई चाहिँ यो मुखलाई कन्ट्रोल गर्न नसकेको कारणले बेलुका चाहिँ म पकाएको खाना कहिलेकाहीँ खान्छु। तर अब यो पनि मैले अब चाहिँ लगभग यो बुद्धिरूपी नेत्रमा सबै कुरा यो प्राकृतिक खानपान नै हाम्रो रहेछ, यो चाहिँ पकाएको खाना नै हाम्रो रहेछ, यो चाहिँ अरू चाहिँ हाम्रो होइन रहेछ भन्ने कुरा थाहा भइसक्यो। त्यो भएर मैले यसलाई चाहिँ 100%मा जाँदैछु। सरलाई पनि त्यही भएर हजुर एकदमै समाजसेवी हुनुहुन्छ। हजुर जस्तो चाहिँ ज्ञानी मान्छेले, समाजको चाहिँ सबैको सेवा गर्नेले पनि यो कुरालाई चाहिँ हजुरले जान्नुभयो, यो कुरालाई जीवनमा प्रयोग गर्नुभयो भने पहिलो कुरो तपाईँ सम्पूर्ण निरोगी बन्नुहुन्छ। हेर्नुहोस्, तपाईँलाई कहाँ हो सर यसले त, यो त तपाईँलाई जिम जान पर्ने, विभिन्न चाहिँ वेट घटाउन चाहिँ उफ्रिन पाफ्रिन कुद्नु पर्ने आदि इत्यादि होइन रहेछ क्या सर। तपाईँलाई गाउँघरमा हाम्रा ती बस्तु बाख्राहरू, चरा चुरुङ्गीहरू, बाँदरहरू कहाँको जिम र सिम गरेर चाहिँ निरोगी भएको रहेछ। नचाहिने कुरा रहेछ के सर यो सबै। तपाईँलाई बिहानै उठेर चाहिँ अब बेलुका अब धोकेर खाना खाउन्जेल खायो हेर्नुहोस् होइन। अनि त्यहाँबाट त्यो खाएकोले त्यसै शरीर कमजोर भइरहेछ, त्यसलाई रातभरि पचाउन लाग्यो बिचरा त्यो खाना चाहिँ होइन, पचाउन त्यो चिल्लो र चाप्लो त शरीरका हरेक अङ्गलाई। अनि त्यहाँबाट बिहान उठेर चाहिँ अब फेरि अब जिम गयो हेर्नुहोस्। अनि यता उता हारा हुँ गऱ्यो, 1-1.5 घन्टा उफ्रियो, खलखली भएर आयो, अनि उता खाना पचाउन
शरीरलाई त्यति इम्युनिटी पावर सकिएको छ। अनि यता जिम रसिम यता पैसा गर्ने खर्च, यी सारा कुरो चाहिँ हाम्रो जिम सिम त तपाईँलाई बिहानभरि कुचो बढारियो त्यही जिम हुँदो रहेछ। हेर्नुहोस् उता हिँड्यो यता गयो भात खायो तरकारी काट्यो, यही रहेछ क्या सर सबै जिम सिम भनेको। त्यो भएको कारणले सरलाई मैले रिक्वेस्ट के गरेँ भने सम्पूर्ण निरोगी बन्न सर पहिला आफू पनि प्रयोग गर्नुहोस् होइन। सम्पूर्ण निरोगी बन्नलाई पहिला पाँचवटा प्रक्रिया। पहिला देह अभिमान हटाउनको निमित्त चाहिँ मेडिटेसन आवश्यकता पर्दछ। तपाईँ जुनसुकै धर्म जाति जेमा भए पनि राजयोग मेडिटेसन सबैभन्दा उत्तम मेडिटेसन रहेछ होइन। यो चाहिँ ब्रह्मकुमारी राजयोग सेवा केन्द्रमा चाहिँ तपाईँलाई चाहिँ 7 दिनको बेसिक कोर्स हुन्छ, कुनै पनि शुल्क लाग्दैन। त्यहाँ गएर चाहिँ मेडिटेसन सिक्नुहोस् तपाईँ। अनि त्यहाँबाट चाहिँ तपाईँलाई चाहिँ दोस्रो प्रक्रिया भनेको यो शरीरलाई सफाइ गर्ने क्या। शरीरलाई पूर्ण रूपले सफाइ गरेपछि प्रकृति माताले जस्तो खानेकुरा दिनु त्यही लगायो भनेदेखि रोग भनेको केही पनि एदेखि ग्याससम्म सर हेर्नुहोस्, एदेखि जेठसम्म कदेखि ग्याससम्म कुनै पनि रोग चाहिँ तपाईँलाई लाग्दो रहेछ। हेर्नुहोस् जे छ शरीरमा त्यो रोग सबै निको हुँदो रहेछ। त्यहाँबाट तेस्रो प्रक्रिया भनेको हरियोपत्ती उपवास बस्ने, त्यहाँबाट हरियोपत्ती जुस खाने, त्यहाँबाट चाहिँ फलफुल सरफ खाने। अब निरोगी सम्पूर्ण निरोगी भए पकाएको खानेकुरा बेलुका एक टाइम खाने। अब रोगहरू धेरै छ उपचार गर्न पाउँछ भने बेलुकाको खाना पनि छोडिदिने। प्रकृतिले जस्तो थियो त्यही खानेकुरा खाइयो भने हामी सम्पूर्ण निरोगी हुँदो रहेछौँ सर। हजुरले पनि यो कुरा जानेर सबैलाई चाहिँ जनजनलाई सेवा गर्नुभयो भने हाम्रो कल्याण आफ्नो कल्याण पहिला हुन्छ सर र अरूको पनि कल्याण हुन्छ। सरलाई मैले चाहिँ एकदमै विनम्र अनुरोध गरेँ है सर। ल हजुरलाई धेरै धेरै धन्यवाद सर। नमस्कार सर है। नमस्कार सर। नमस्कार। ल यत्रो बेरसम्म सरले सुन्नुभयो, धेरै हतार भएको बेला अरूको नि अब चाहिँ अरू सबै यो अब युट्युब सबैजनाले सुन्नु होला। तपाईँको आफ्ना साथीभाइहरूलाई सबैलाई चाहिँ सेयर पनि गर्नु होला। अनि त्यहाँबाट चाहिँ सबै संसारमा चाहिँ हामी बिना औषधि अब बिना रोगी भएर चाहिँ बाँच्न सक्यौँ भने सबैको कल्याण हुन्छ सर। सबैलाई धेरै धेरै धन्यवाद। ल थ्याङ्क यू। गुड आफ्टरनुन। ओम शान्ति।